नमस्कार। तपाईलाई एउटा प्रश्न के पार्टीमा जुन अहिले नयाँ पार्टी भनेर लागेका छन्, नयाँ पार्टी भन्छन् मान्छेहरू हैन, नयाँ पार्टीमा लागेका सबै मान्छेहरू, सबै जनताहरू सबै तपाईको भ्रष्टाचारी मुक्त भएका छन् व्यक्ति छन् त? यो गम्भीर विषय छ। हामी कांग्रेस, एमाले, माओवादी हैन, जतासुकै तपाईको अथवा अन्य पार्टी, हरेक पार्टीमा तपाईको भ्रष्टाचार भयो भन्छौँ। तर नयाँ पार्टीहरूमा पनि भ्रष्ट नेताहरू छिरेका छन् अथवा जनताहरू छिरेका छन् कि छैन त? के त्यहाँ भ्रष्ट मुक्त छ त? अवश्य छैन। यहाँ कस्तो अवस्था छ तपाईलाई एउटा उदाहरणबाट म पेश गर्छु। मैले एकचोटि पहिला पनि भनेको थिएँ कुकुरको कुरा। हाम्रो देश कस्तो छ भन्दाखेरि जहाँ दियो त्यही लाग्ने बानी हैन। कुकुरलाई खानेकुरा दियो भने त्यो पछि लाग्छ र ऊ सँगै बस्न खोज्छ। उसलाई गाली गरे पनि उसले गालीको शब्द बुझ्दैन, ऊ दङ्ग पर्छ, फेरि खानिदिन्छ भन्ने आश हुन्छ। हेर्नुस् है। तर जब कुकुरलाई बारम्बार गाली गरिन्छ हैन, बारम्बार हिर्काइन्छ हो, तब उसले महसुस गर्छ कि मलाई साँच्चीकै यसले पिटेको हो, साँच्चीकै गाली गरेको रहेछ हो। अनि जब उसलाई त्यहाँ एउटा जुन दिनुपर्ने सम्मान त्यहाँ रहँदैन नि हो, त्यसपछि गएर उसले अर्को मालिक खोज्छ, कसले दिन्छ त? त्यस्तै भएको छ अहिलेका आम जनता र पहिला विगतमा लागेका पार्टीका नेताहरूको। उनीहरू सोच्छन् यो ठाउँमा मलाई ठिक छैन र अर्को नयाँ पार्टीमा लाग्दा ठिक हुन्छ। र जुन नयाँ पार्टीमा पनि यस्तै भ्रष्ट गतिविधिमा संलग्न भएका व्यक्तिहरू पनि त्यहाँ केही पाउने आशले इन्भल्भ भएका छन्, त्यहाँ प्रवेश गरेका छन् भनेपछि चाहे नयाँ होस् चाहे पुरानो होस्, हरेक ठाउँमा सबैलाई चाहेको छ ठाउँ, सबैलाई चाहेको छ इज्जत, सबैलाई चाहेको पोस्ट। हेर्नुस् है, अब पोस्टको लागि उस्तै भयो भने तपाईको कहीँ पनि पाएन भने आफ्नै दर्ता गरिरहेछन्, आफ्नै पार्टी दर्ता गरेछन् भनेपछि यो देशमा देश बनाउँछु भनेर आएका भन्दा नि पार्टीमा लागेपछि म केही हुन्छु हैन, भोलि गएर त्यही मैले भने नि सबैलाई चाहेको छ पैसा, सबैलाई चाहेको छ पैसा र मान, पावर, अनि देश बन्छ त? अनि तपाईँ हामीले जब देश बनाउने हो भने यदि नयाँ पार्टी आओस् अथवा पुरानै पार्टी आओस्, त्यो नयाँ पार्टी होस् पुरानो पार्टी होस्, सबै पार्टीभित्र निष्पक्ष रूपमा हैन, जसरी तपाईको भर्ती गर्दाखेरि, कर्मचारी भर्ती गर्दाखेरि छनौट प्रक्रियाबाट गरिन्छ नि हो, त्यही बमोजिम पार्टीभित्र पनि छनौट प्रक्रियाबाट राम्रो जति पनि छ नि हो, त्यस्तालाई छान्दै गरेर रिफाइन गरेर राख्ने हो भने हो, त्यतिखेर मात्रै एउटा असल पार्टी बन्छ। अनि मात्रै त्यो पार्टीले गर्दाखेरि गरेको काम, कर्तव्य, काम सबै कुरा देशको हितको लागि हुन्छ। नत्र भने उही सबै त्यो पार्टी मिलिजुली खाउँ भन्ने हिसाबको मात्रै छन्। त्यसैले अब देश बनाउनुको लागि पार्टीभित्र पनि यो कुराहरूलाई गम्भीर रूपमा लिएर हिँड्ने हो भने मात्रै भोलिको आशाको दियो त्यहाँ बल्ने सम्भावना देख्दछु म। धन्यवाद।